एलपिटी को रिजल्ट चाहिँ आइसकेको छ र म चाहिँ 1 वर्ष अगाडि नै N2 पास भइसकेको थिएँ। तपाईँ चाहिँ कुन पास गर्नुभयो त्यो तपाईँले कमेन्टमा भन्न सक्नुहुन्छ। र जतिले नै अस्ति N3 भर्नु भएको छ र तपाईँ आज N3 पास गर्नुभएको छ भनेदेखि त्यसलाई कसरी N2 मा लाने र तपाईँलाई एड्रेस चेन्ज गर्न आउँदैन भनेदेखि कसरी तपाईँले एड्रेस चेन्ज गर्ने र N3 बाट N2 मा चेन्ज गर्ने त्यो पनि म तपाईँलाई सिकाइदिन्छु। सुरुमा चाहिँ तपाईँहरू गुगल ओपन गर्नु होला। गुगल ओपन गरिसकेपछि सर्च बारमा माई जिएलपिटी हाल्नु भयो भने सुरुको लिंक क्लिक गर्नु होला। सुरुको लिंकमा क्लिक गरिसकेपछि चाहिँ आइडी र पासवर्ड हाल्नुपर्ने हुन्छ। माथि मेनु अप्सन आउँछ। यो मेनुमा क्लिक गरिसकेपछि चाहिँ तपाईँले आफ्नो जिएलपिटी को N3 भरेको ठाउँमा अब तपाईँले N2 भर्नु छ भनेदेखि चाहिँ तपाईँले चेक एन्ड मोडिफाईमा थिच्नु होला। त्यसपछि अलिकति तल गइसकेपछि यहाँ मोडिफाई एप्लिकेसनमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि चाहिँ अब यहाँ चेन्ज लेभल अर टेस्ट एरिया तपाईँले यहाँ क्लिक गर्न सक्नुहुन्छ। यहाँ क्लिक गरिसकेपछि अब यहाँ N2 को ठाउँमा अब तपाईँ N1 भर्न चाहनुहुन्छ या N3 भर्न चाहनुहुन्छ त्यो तपाईँले सिलेक्ट गर्न सक्नुहुन्छ। अनि अर्को भनेको चाहिँ यदि तपाईँको एड्रेस चेन्ज गर्नु छ भनेदेखि चाहिँ तपाईँले मोडिफाई माई जिएलपिटी रजिस्ट्रेसनमा जानु होला। त्यहाँ गइसकेपछि चाहिँ अलिकति तल सारिसकेपछि यहाँनिर तपाईँले डेट अफ बर्थ पनि चेन्ज गर्न सक्नुहुन्छ, पोस्टल कोड पनि चेन्ज गर्न सक्नुहुन्छ, अनि तपाईँ बस्ने केन पनि चेन्ज गर्न सक्नुहुन्छ, तपाईँ बस्ने एरिया पुरै चेन्ज गर्न सक्नुहुन्छ। र चेन्ज गरिसकेपछि यहाँ तल कन्फर्मेसन रजिस्ट्रेसन गर्नु चाहिँ नबिर्सिनु होला। यो गरिसकेपछि चाहिँ तपाईँको एड्रेस पनि चेन्ज हुन्छ। जो जति नि पास हुनु भएको छ कङ्ग्रेचुलेसन। अनि आउँदै गरेको इक्जामको चाहिँ राम्रो प्रिपेयर गर्नु होला।